आज फिस हन्टिङ आज अरू होइन आज फिस हन्टिङ होइन केटा हो पकाउला चाहिँ ल केटाहरूले मारिसकेछ आमा हेर्नु कत्रो हो त्यो त ओए माल माल ओ लड्यो ल गाउँको मूलको पानी खाइदिनु ल मूलको पानी खाइदिनु ल कतै छुट्यो नि व्हाट्सअप फ्याम वेलकम ब्याक टु माई न्यू ब्लग विश्वास खत्री आयो बजहरू सबजना सन्च्याएर हुनुहुन्छ ल म पनि सन्च्याएर छु अनि आज के हो जङ्गल कुदिरहेको किन कुदिरहेको छ भन्नु होला होइन खोइ केटाहरू आज माछा साच्छा गङ्गड मार्न जाने भनेर अब सबजना त्यहाँ हेर्नु सबजना रेडी भएर बसिरहनु कुट्टो बोरा सोरा सब बोकेर हिँडेको छन् होइन त्यही हो अब खोला जाने रे यहाँबाट खोला चाहिँ हाम्रो अलिकति यति मात्रै मुनि हो क्या उयो मेन रोड कस्तो ब्लरा उयो मेन रोड भयो यतातिर पर्छ खोला त्यही हो अब लगभग 10-15 मिनट हिँड्नुपर्छ आमा यिनीहरू कस्तो छिटो हिँड्यो यार अनि गाउँ आएको अस्तिसम्म ठिकै थियो होइन अनि हिजो त हिजोबाट लास्टै गाह्रो भयो क्या रुवा त्यत्तिकै लाग्छ खोकी लागेको छ है अनि ज्वरो आएर रातभरि नै कस्तो लास्ट ज्वरो आयो क्या अहिलेसम्म म सुतेर बसिरहेको थिएँ अनि भाइहरूले जाम न त हिँड्नु यसो माछा मार्न जाम तपाईँ भ्लग हुन्छ भ्लग बनाउनु भन्यो हुन्छ नि त भनेको बाटोको हालत त्यस्तो छ फेरि पुरै खोल्छै हिँडाइरहेको छ यिनीहरूले तिनीहरू त बरु छिटो हिँड्नु सक्दो रहेछ म त हिँड्नै नसक्ने के त्यही हो ल अब यिनीहरूलाई जाम मुनि यिनीहरूले मार्छन् म चाहिँ हेरेर बस्छु म चाहिँ फेरि गङ्गड छुनु लास्ट डर लाग्छ भने यिनीहरू त लास्ट सब स्यालै स्याल छन् त्यही हो अब यसरी कहिले पनि हिँडेको छैन अनि हिँड्नु पनि नसक्ने के हेर्नु है यता पुरै खोल्छ हो क्या यो ल त्यही हो जाम माछा चाहिँ मारौँ आज माछा मारेको ब्लग आउँदैछ आज फिस हन्टिङ आज अरू होइन आज फिस हन्टिङ त्यही हो ल चल्दिउँ है त यो केटाहरूले बाटो चाहिँ यस्तो ल्यायो होइन है भेटाउनु थालिसक्यो यिनीहरूले कत्रो रहेछ फेरि केटाहरूले यस्तो बाटो ल्याएको पुरै यो त भाइ हो केटाहरूले यस्तो बाटो जाउँ सक्दैन यो त कति यो त पुरै सजिलै हो क्या अझै यस्तो बाटो छ हेर्नु नै लड्यो ल पैसी लड्यो है माया केटा लडी वापस हेर्दा जे होस् ल फाइनली हामी चाहिँ खोलामा आइपुग्यो खोला चाहिँ यहीँ मुनि छ है अनि गाउँको मूलको पानी खाइदिनु ल मूलको पानी खाइदिनु ल सटै छुट्यो नि यार उयो टक्कै सरी मूलको पानी ओए बिचरा त्यो जाउँ पानी चाहिँ लास्टतिर लगाइरहेको थिएँ अब यो भने खानु पऱ्यो नि होइन त्यही बाटो यसो हेरेँ पानी फोहोर छैन जस्तो लाग्यो ओ यो त पुरै हिलो हो त यहाँ त होइन दिँदा यिनीहरूका ओ घने के टाढो कहाँ होइन अगाडि त्यो हामी आइपुग्यो अब जाम खोलामा खोइ यसो खेलिदिउँ कि भनेको फेरि पानी फोहोर छ कि भन्ने लाग्यो क्या मलाई त ल केटाहरूले मारिसकेछ आमा हेर्नु कत्रो हो त्यो त निकाल्न सक्छस् टोक्छ निकाल त एउटा ओए
माल 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 जे होस् कर्मचारीहरू खटिरहेछन्। उहाँ अर्को कर्मचारी यो चाहिँ कामचोर कर्मचारी बस्यो यो बोरा थाप्यो ल्यायो ल्यायो एकजना गङ्गोडो खोज्ने एकजना अनि दुईजना अनि अब तीनजना अनि यहाँ चारजना यो चाहिँ कामचोर। भाइ कति भयो सकिल भाइ कति भयो भर्खर दिदी ठिक छ खोजिरहनु म चाहिँ आनन्दले बसिरहेको छु यहीँ खोला यहाँ छ चट्ट यस्तो छ है बसिरहेको छु आनन्दले। अब म त समात्न सक्दिनँ समात्दा नि आउँदै आउँदैन फेरि यसलाई समात्न नि हल्का टेक्निक चाहिँदो रहेछ क्या नत्र टोकिदिँदो रहेछ केटाहरू त टोकिदिरहेको कति त्यही भएर चाहिँ अनि म चाहिँ आनन्दले बसिरहेको छु केटाहरूले टक्क खोजिरहन् समातिरहन् भाइ ल ल ल ल पर्यो दुईटा पर्छ एउटा बोतलमा हालौँ न बोतला पानी सफा पानी यहाँ पनि पढ्ले चाहिँ क्या यो पढ्ले घर ओ जाँदैन कुन माछा रे भाइ यो माछाले बच्चा पाउने क्या हेर्नु न ल घर लर केटाले बच्चा निकाल्छ त्यसको ओएमा कति पारिदिएर अहिले त झ्याम्मै दुईटा चाहिँ पारेँ मैले पनि यो पनि भर्खरेर चाहिँ खोपे खाएँ त्यो पनि बच्चा पाउने हो क्या बेला हानी हाल्न हानी हान ढिसीले हानेर पनि माछी मर्छ खरि होला न केटाहरूले मारेको माछा चाहिँ यति है अलिअलि मारेछन् यहाँ माथि माथि कुनै कुनै त यिनीहरूले सार्ने भएर मऱ्यो क्या स्टन्नै मारेछन् यही चल्दिन लाग्यो अब यहाँनिर सब यस्तो भयो क्या पुरै हिले हिलो भयो अनि माछा लुक्यो अरे क्या अब मुनि गएर मार्ने अरे भन्दा हुन्छन् मारौँ हेरौँ केटाको कला जे होस् यसरी गाउँमा हिँड्नु चाहिँ रमाइलो हुँदो रहेछ कि हामी त अब काठमाडौँमा अब यस्तो गर्नु पाउँदैन नि त गाउँमा आएर यस्तो हुनु रमाइलो हुँदो रहेछ जे होस् हामी चाहिँ डक्क खोलामा माछा अनि यो गङ्गोडो मारेर अब घर फर्किनु लाग्यो अनि अघि चाहिँ अहिले त्यो कोल्चे खुम्चाबाट आएको थियो नि त अनि अहिले चाहिँ रोडबाटै जाने भनेको केटाहरूले त्यो खोलासोला तरेर निस्क्यौँ हामी अब जाऊँ अब तक रोडबाटै जाऊँ अनि घर पुगेर माछा अनि गङ्गोडो पकाएर खानुपर्छ त्यही हो जो समय चाहिँ रमाइलो भएको छ ज्वरो आएर सुतिरहेको थिएँ एक्कासी जाम भन्यो ज्वरो सोरो हरा जस्तो भयो बेलुका चाहिँ गाह्रो हुन्छ जस्तो लाग्यो ल चल्यो फेरि हेर्नु क्रक्सको स्पोर्ट मोड अन गरेर खेल्न लगाइरहेको ठक्यो अर्को छुन क्या देखाइदिएर कट्टु फुस्क्यो भने टान्न सुझाउने हेर रुबिन तल बनाउने यसले हो उल्टी उल्टी फुटो 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 मारो 3 hours later चट्ट केटाहरूले चाहिँ रातिको 8 बजीतिर यस्तो यस्तो बनाउँदैछ नि त्यो कराई अड्दैन होला यस्तो बनाएर टक्क हामी चाहिँ अनि घर नबनाउने टक्क यस्तो बाहिरै बनाउने भनेर के आमा धुलो उडेको केटा हो ए कराई पनि फेरि ठुलो छ क्वान्टिटी धेरै छ नि त हामीसँग आज त्यही कराई पनि अलिक ठुलै ल्यायो क्या हामीले कराई लगभग त्यो 50जना जतिले चाहिँ पुग्छ यति कराईमा यसले त सकिल भएको बे हुन्छ यार कसम भने
भोज पाक्छ यार के भने तिमीले केटा हो झ्याप्पै अनि यस्तो यसलाई त म जादुले हल्का गर्छ क्या लटाइसी अन्न यो भने मेरो काहीँ जादु नभई यसले उडाइन्छ केटा अब यो भाउ याम टेन्टको हो भने यो यस्तो अझ यस्तो 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 नोट फुट्दा आफै फर्फराउँछ म आफै उडाइदिन्छु नि भाइ झन् फेरि भाइ सिधै दिनु हो क्या एकलोट हाल्नु पर्यो यस्तो तालले भयो होइन डुङ 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 होइन कोही केटा हो पकाउला चाहिँ के हो यो ताप्न देऊ भाइ ताप्न देऊ भने झ्वाइ हट्टे झ्वाइ ओइ पहिला मसला ससला प्याज हाल नि प्याज ल्याए होइन सुरुमा यो हाल्ने हो पहिला प्याज गुलबेट हाल न सुरुमा यो हालेर भुट्ने हो पहिला प्याज गुलबेट हाल माछा हालेर Yeah, boy. ओ हेर न यहाँ अझै हो यार ओ एउटा नराखाइ त्यहाँ तिमीले अनि नपहले मेरो हिँड्या जिउँदै अनि सबै होइन त्यो दुधे बच्चाहरूलाई पखाल्दैन क्या हेर्नु होला जिउदे खाइ जिउँदै छ यारी के दुधे बच्चाहरू हिँड्याएका त दुधे अब लठे यो उसलाई के अनि माछालाई यता सेफ हाम्रो डिएक्स सर सेफ सर कसलाई रहेछ बाबुलाई राम्रो होइन अब यस्तै उन्नति प्रगति गर्दै जाने बाबुजी पाक्दैछ अब त्यहाँ बोला मेरोमा फेरि सर्ला ओए क्या नाम देखे है हो क्या है बबाले देखे हानि क्या यो जस्तो देखिने मार के त अब किन म बोल्नै परेन नि यो गङ्गरा टोक्दै लुस घाउ पार्ने कस्तो यो अब यो बेला बेला भएर चाहिँ यो सामान्य हो त मलाई होइन यो चाहिँ मलाई सामान्य लाग्छ क्या अब सुजनले उसको माओवादीको भिडन्त वा त गोली खा मान्छे सुजन Would like to take notes while I take totes of the marijuana smoke. Oh, you wanna choke? Gun smoke. Biggie smoke for mayor, the rap slayer, the hooker layer. Motherfucker, say your prayers. त्यो नि सामान्य उसलाई गोली खाएर डोलीको बोकेर ला भाइ उसलाई यस्तो पाको माल यो चाहिँ थाइल्यान्डको एकदम प्योर माल है केटा हो थाइल्यान्ड युगान्डा ओ युगान्डा कमिङ फ्रम सकेको गन्डा भाइ खाइ क्या झन् डेन्जर हुन्छ नि सकिले पानी भने यो चर्याप थाइल्यान्डको प्योर लेखाइराख त सर खाऊ न हो यसरी खाने क्या खाने भनेर चाहिँ यसो खाने भन्दा चाहिँ मेरो दाल जस्तो लाग्छ मलाई बच्चा मिठो हुँदैन हुनु नि बच्चा हो अनि कतरी हाले सकिलाई अलि धेरै थप्दे हाम्रो चाहिँ यो खाने पिने कार्यक्रम सक्यो अब चट्ट हात सात धोएर आगो ताप्ने आगो उदुम ठुलो एकदम ओइ आगो ठुलो छ बिस्तारै एक पछि एक हो अर्को बस अर्को हात आगो ठुलो छ बिस्तारै तापौँ ल भाइ आगो ठुलो छ आगो ठुलो छ बिस्तारै ठुलो छ अलि नजिक ठुलो छ चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह अरे देना यार देना समझा कर बात को यार सक्यो बनभोज आजको हाम्रो बनभोज हुँदै ओइ छिटो लगायो भन थाहा ल त्यो बनभोज सक्यो आज चट्ट घर फर्किँदैछौँ अहिले रातिको 11 बज्यो अब बाबु आँखा नबाल्ने तपाईँ त फेरि सन्ची हो होइन बाघ मार्न जाम भन्यो नि मेरो छैन फेरि कुकुर छैन अब चल्देको आजको भ्लग यहीँसम्म अब अर्को भ्लगमा भेटौँला टिल देन राइट सेफ पिस आउट